आज चाहिँ हामी के अरे आलु र बरुलको भुजिया बनाउन गइरहेछौँ होइन। अनि फर्स्टमा चाहिँ मैले के अरे खुर्सानी राखेको थिएँ होइन, तेल राखेर। अनि त्यसपछि चाहिँ म प्याज पनि राखेँ। अनि देन त्यसपछि मैले चाहिँ बेसार राखेँ होइन। पहिले नै राख्छु, किनभने पहिले नै राख्यो भने के अरे त्यसको कलर कस्तो मजाले आउँछ क्या सबैमा। अनि त्यही भएर मैले फर्स्टमै तेल अनि प्याज राखेको बेलामै हल्दी राखेँ त्योमा। अनि त्यसपछि चाहिँ मैले प्याज सबै भुटेर अनि प्याजहरू भुटेर अनि त्यसपछि के अरे यो परवल भन्छ होइन त्यतातिर, तर हाम्रोतिर यहाँ परोर भन्छ क्या यसलाई। त्यो चाहिँ मैले राखेँ। अनि राखेपछि यसो कलर मजाले भयो होइन। जस्तो मान्छेले आफ्नो कलर चेन्ज गर्छ होइन लाइफमा, त्यस्तै हो क्या योमा पनि यसरी नै कलर चेन्ज भइरहेछ। त्यसपछि मैले आलु पनि थोरै राखेको थिएँ, आलु पनि राखेँ। अनि मजाले भुट्नलाई चाहिँ राखिदिएँ। अब सबैमा कलर आयो मजाले। अनि भुजिया बनाउनलाई खासै चाहिँदैन क्या, हामीले सिम्पली त्योमा नुन अनि हल्दी राखेर अनि त्यसलाई के अरे पाक्नलाई छोडिदिएँ। एउटा के अरे मिडियम फ्लेममा राखिसकेपछि चाहिँ कस्तो मजाले पाक्छ क्या। अनि लास्टतिर गएर अनि त्यसलाई चाहिँ फ्राई गर्ने क्या। अनि फर्स्टमा चाहिँ उसलाई मजाले पाक्न दिने, अनि लास्टतिर गएर चाहिँ उसलाई फ्राई हुनलाई राखिदिने। अहिले चाहिँ मैले योमा नुन र हल्दी राखिदिइसकेँ। अब यसले केही गर्नु पर्दैन, मिडियम त्यो के अरे फ्लेममा राख्ने। अनि त्यसपछि पाक्नलाई छोडिदिने, एकछिनपछि गएर अनि चलाइराख्ने। यति नै हो मैले पकाएको। अब चाहिँ मैले हिटमा राखिदिइसकेँ।